So what's up guys, welcome back to another gameplay video. So आज म फेरि खेल्न गइरहेको छु स्टिल अफ ब्रेन र त्यो पनि हजुरहरुसँग है। सो आज चाहिँ म हैन फेरि अपडेट खेल्न पाइन के, त्यो भएर चाहिँ अब म यो के हो यो मैले बुझिन। यो हेर यो 5 मिनेट भन्छ 5 मिनेटमा यो के आउँछ भने अब मैले खेल्नको लागि चाहिँ रेडी भइरा छु हैन। सो अब हामी चाहिँ यो खेल्छौं। अब मेरो चाहिँ यो अब धेरै त केही छैन है, यतिकै बसिराकोमा यतिकै खेल्दै थिए भर्खरै स्कुलबाट नि आएको। अनि हजुरले मलाई सब्स्क्राइब गर्नु भएन प्लिज सब्स्क्राइब गरिदिनु न। ओन्ली 19 सब्स्क्राइबर चाहिन्छ के अब मलाई यार 100 पुग्न। 81 सब्स्क्राइबर छ यार, यत्रो जनाले हेर्नु मात्रै भयो कि फेरि सब्स्क्राइबै गर्नु भएन। यत्रो 150 200 जनाले हेर्नुहुन्छ सब्स्क्राइबै गर्नुहुन्न के यार। एकचोटी हजुरले सब्स्क्राइब गरेर हेर्नु न यार प्लिज, एकदम अनुरोध गर्छु है सब्स्क्राइब गर्नु भनेर। सो यप मैले धेरै दिन भयो रोबक्स नलिएको। अनि त्यसपछि अब यस बेला चाहिँ के हुन्छ, यही बेला आउने ट्रेन के हुने हो यो विन्टर आउट न ट्रेन नआए पनि नर्थ पोलमा नगए पनि यो फेस्टिभल लकी ब्लक चाहिँ निकाल्नु पर्छ। यो आउला नि फेस्टिभल लकी ब्लक त अब के पाउँछ त्यो चाहिँ थाहा हैन। अब सब अनि के आएर चाहिँ सोल्ड आउट भयो है। अब इन्डेक्समा त्यो क्रिसमसको त्यो आयो कि हारिन्छ। अब क्रिसमस गाउनु बेलाइन म फेरि यत्रो टाइम भयो नखेलेको, त्यही भएर ओहो खेलेकै हैन क्या। ओ माय गॉड ओहो मेरो सालामिनो लिदिए फेरि कस्तो ल्याङ हान्छ के फेरि यार मेरो। तर सो लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला। मेरो अकाउन्टमा धेरै ग्रोथ भइरहेको छ पहिलाको भन्दा त। अब प्लिज सब्स्क्राइब गर्नु, सब्स्क्राइब मात्रै गर्नु भन्छु कि मैले। मेरो टिकटक आइडी छ अब धेरैले थाहा कि थाहा हैन। अब म लाइभ पनि बस्ने गर्छु युट्युबमै। अब बस 3 मिनेट बाँकी छैन गाइजहरु, त्यसपछि त ढङ्गडङ त्यसपछि त मोज सेन्टा फ्युज हाल्दिम है। फ्युज हाल्दिम सेन्टा के हो फ्युज हाल्नु लागेको ल। मेरो लस्ट 67 त चैट केटा हो। ल के भयो अबुई सिल हाल्दिम बे नजान्छ लस्ट थुन्तुन साह्रो आयो। अब के चाहियो लस्ट थुन्तुनसित जाँदै ल भयो मनीको लागि नाइन बिलियन होइन मनी त पाउँछु के रे। त्यही भएर यो पनि दुईटा चाहियो र होइन र केटा हो। यो म क्रिसमसको मात्रै राख्छु भाइ। म एउटा त त्रिपित्र राख्नु पर्यो मेरो उसको लागि रिभर्थको लागि। अनि अब म क्रिसमसको मात्रै राख्छु। सो तर पनि क्रिसमस मात्रै हो नि। यस हेरौँ अब 2x लक पनि चलिरहेछ के पाउँछु कि। तर लक भन्ने चिज त छँदै हैन मसँग। हेर अब त्यही भयो नि पाउँछु कि। खतरा चिज छ यार, आफूसँग नभए नि देख्न त पाइन्छ है। सो त्यो मेरो मोडेडवाला गेम मैले मोडेड खेलेको थिएँ, त्यो पनि अहिले मन पराइदिनु भयो। सो धन्यवाद हैन। सो सब्स्क्राइब चाहिँ गर्नु भएन कि फेरि 140 जनामा 140ले सब्स्क्राइब गरेको भए कति धेरै हुने रहेछ नि त। मसँग स्ट्रबेरी एलिफेन्टहरु थियो तर अहिले चाहिँ छैन के। ल यहाँको फोटोहरु हेर्नु कस्तो दामी छ है, जिन्दगीमा छैन। त्यो भएर जिन्दगीमा कहिले पनि पाइन, त्यही पनि हेर्न त भाइ है। लस कम्बिनेसन त छ मसँग थियो, स्क्याम भयो। अनि यो लाभाको त हेर्न मन लाग्दैन यसको मुख। पट नि रहेछ मियल नुमा सो टपमा के रहेछ टपमा त स्टार छ भयो ल ओए के घोपिरह भनेको त यो पो रहेछ नि। ओके सो अब 58 सेकेन्ड्समा हुन गइरहेको छ। के हुन गइरहेको छ विन्टर आवर ये टङ्गडङ्ग। यसैमा डान्स हान्दिम न त भयो त डान्स हान्दिम यस्तैमा। पेरिस पनि त्यहाँको लागि ओके कता भाइ इमोट्स किन देखाएन इमोट। हे भगवान इमोट चाहियो मेरो हैन छ त के हो। यही गर्दिम इमोट त थियो यार यसमा देखाएन। अब ई डान्स हान्दिम न त। ओ या त्रिपित्र बरबलनी लली लली तन साहुर त साहुर
दिन यो त छोडिदिउँ केटा हो तर यही चाहियो यार ल 15 सेकेन्ड्स है त केटा हो 15 सेकेन्ड्स रेडी हो 15 seconds 8 9 8 7 6 5 4 3 2 1 0 ट्रेन आउँछ हो प्लिज Reindeer tralala. खै त Reindeer tralala. अब यो चिज कलेक्ट गर्नु पर्यो एउटा हो हामीले 300 बनाएर युज गरेर गर्नुपर्छ केटा म कलेक्ट गरेर चाहिँ तिमीलाई भेट्छु है त एकछिन राम्रोसँग कलेक्ट गरौँ न त्यही भएर अब कता गयो ए केटा हो बल्ल बल्ल 200 गयो यार ओए 1 घण्टामा नर्थ पोल ए 2 घण्टामा नर्थ पोल सेट यार कस्तो टाइममा आएछु नि नर्थ पोल आएछ नि कस्तो त्यही भयो क्या यार सो गाइज ब्याड लक है त अब बन्द गर्नु पर्यो सायद किनकि अब टाइम पनि धेरै त बस्नु पनि अब अरू केही चार ह्याङ्गरहरू कन्टेन्ट त केही छैन अब यस्तोहरू ग्लिच आउँदै गर्छ जस्तो पावर स्टेसन नोटिसन स्पनिङ के गयो अब चाहिँ ठिक छ ल ओके गाइज प्लिज सब्सक्राइब हैन यस्तो दामी दामी भिडियो बनाएर सब्सक्राइब गर्नु पर्यो अरे व्हाट द oh my god oh my god is this crazy bro abi के यस्तो यहाँबाट जानु मिलेन यस्तो कभर हान्दै गर्दा नि ये भएन कस्तो टाइमै नपुगेको एयर फेस्टिभल लकी निकालेको थियो नि एकैछिनमा यो सर्भिस हाल्ने नि र फ्युज किनी परेन त नर्थ पोल रहेछ 1 घण्टा 55 मिनटमा भयो त अब वेट अ मिनट ल म घडीमा सेट गरिहाल्छु नि त टाइम ल गरिहाल्नु पर्यो नि त केटा हो ल कस्तो सेट भएको कि फेरि ल सो अब यति नै गरौँ है त सो गाइज आजको लागि यति नै तर केही राम्रो कन्टेन्ट थिएन मैले नर्थ पोल भनेर आएको तर नर्थ पोल छुट्टै हुँदो रहेछ सो मैले नयाँ थाहा पाएँ है सो अब यस्तै गर्नु पर्यो आजको लागि यति नै सो साथीहरू सो अब अर्को भिडियो भेटौँला है तर लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सनु प्लिज सब्सक्राइब सो आजको लागि यति नै बाई बाई टेक केयर अनि सब्सक्राइब गरिदिनु होला सब्सक्राइब बाई बाई